सो फाइनली साथीहरु म चाहिँ छु वाटरफल यानी कि झरनामा। यहाँ छ समुद्रको लहरा देख्न सक्नुहुन्छ। ल त साथीहरु अहिले चाहिँ हाम्रो सेफ्टी मिटिङ सकिएपछिको दृश्य यस्तो छ है। अनि केटाहरु अहिले साइडतिर लागिरहेछन् अब आफ्नो आफ्नो काम गर्नलाई है त। दाइ विदेश आएर कपाल मात्रै खुइलिने रहेछ नि हेर्नु त। कपाल त यस्तो गरेर जति आउँछ त्यति जति तान्यो त्यति आउँछ यार। किन यार जति ताने गाइस त्यति आउँछ। चाँदीको ढुङ्ग्री देखो मेरो चाँदीको ढुङ्ग्री कैसे इधर इधर इधर। So hello guys, no Notauki only Sogat Lauti. Once again welcome back to my channel अनि यो सुन्दर सहरबाट हजुरहरूलाई फेरि पनि मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। अनि अहिले चाहिँ राइट नाउ 7 बज्यो। गुड मर्निङ एभ्रिवान पनि भन्न चाहन्छु। सो आज चाहिँ हाम्रो सेफ्टी मिटिङ छ। एभ्री स्याटरडे चाहिँ हाम्रो सेफ्टी मिटिङ हुन्छ र केटाहरू यहाँ अब भेलिसकेको छ हैन। अब केही छिनपछि सबै केटाहरू भेलिएपछि चाहिँ सेफ्टी मिटिङ स्टार्ट हुन्छ है त गाइजहरु। स्टे ट्युन रहनु होला। अहिले चाहिँ सेफ्टी मिटिङ सेफ्टी मिटिङ भइरहेको छ। केटाहरू यहाँ पनि काम गरिरहेको यहाँ काम गरिरहेको छ। ल त साथीहरु अहिले चाहिँ हाम्रो सेफ्टी मिटिङ सकिएपछिको दृश्य यस्तो छ है। अनि केटाहरू अहिले साइडतिर लागिरहेछन् अब आफ्नो आफ्नो काम गर्नलाई है त। एकजना वर्कर चाहिँ बिरामी हुनुभएको थियो। 2 दिनको एमसी लिएर आउनु भएको छ हस्पिटलबाट। म चाहिँ त्यो एमसी लिनलाई यहाँ आएको छु। आइसक्यो हाम्रो शाहरुख खान। कति 2 दिनको हो ल। सो मैले एमसी रिसिभ गरिसकेँ। अब म जानुपर्ने हुन्छ साइडतिर है त साथीहरू। हेर्नु त यहाँ काम भइरहेछ यस्तो। यो चाहिँ टावर क्रेनको मास पर्किलिपले लगिरहेछ। साथीहरू मैले चाहिँ एउटा च्यालेन्ज जस्तै छ हैन मेरो लाइफमा चाहिँ। सो अब मैले पनि युट्युबमा चाहिँ कन्सिस्टेन्सी दिनु पर्यो क्या। डेली ब्लगहरू लिएर डेली ब्लग ल्याउने प्रयास गर्छु है। के कतिको सकिँदो रहेछ हैन। तर मेरो लागि अलिकति च्यालेन्जिङ पनि छ। सो त्यही भएर अनि युट्युब एल्गोरिदमलाई चाहिँ म के भन्न चाहन्छु भने मेरो चाहिँ क्याटेगोरी चाहिँ डेली लाइफ स्टाइलमा हालिदिँदा हुन्छ है। सो त्यही नै हो गाइजहरु हैन। अब तपाईहरुले अहिले त मलाई खासै हेर्नुहुन्न हैन। आई होप कुनै दिन मलाई पनि हेर्नुहुन्छ भन्ने आशा छ। त्यही भएर मैले कन्सिस्टेन्सी भएर निरन्तरता दिन चाहन्छु हैन। अनि अहिले चाहिँ ड्युटीको टाइममा यस्तै छ हैन। के कस्तो हुन्छ म सक्ने प्रयास गर्छु है त साथीहरु। म हैन डेली भ्लग लाउन खोज्दैछु। म सक्छु कि सक्दिनँ होला। सक्दैन होला यार। 30 मिनटको ब्रेक टाइममा चाहिँ लन्चै गरिहाल्यो होइन हामीले चाहिँ। परे 1 आवर लन्च टाइममा चाहिँ सुत्नुपर्ने हुन्छ टक्क लाएर। त्यही भएर अहिले भात खायो भने सजिलो हुन्छ नि त्यही भएर। साथीहरू होइन परदेश आएपछि कपाल खुइलिने चाहिँ लास्टै समस्या छ है। कपाल यसरी आउँछ नपताए होइन। हेर्दै मासु कति आउँछ
जतिचोटि ताने त्यतिचोटि आउँछ, जतिचोटि ताने त्यतिचोटि आउँछ। अनि यस्तो छ हालत दाइ। विदेश आएर कपाल मात्रै खुइलिने रहेछ नि, हेर्नु त कपाल त यस्तो गरेर जति आउँछ त्यति, जति ताने त्यति आउँछ यार। किन यार जति ताने गाइस त्यति आउँछ गाइस। के यो कपाल झर्ने समस्याले त बिजक बनाउने रहेछ। यो अनलाइनमा देखाएको त हावा मात्रै हुँदो रहेछ है। यो अनलाइनको कति युज गरिन्छ केही लाग्दैन। अनलाइनमा त्यो मगाएर गरे केही कामै लाग्दैन यार। त्यसै हावा एडभर्टाइज मात्रै दिँदो रहेछ। मैले अब जति जे गरेँ नि रोकथामै गर्न सकेन होइन। एक कपाल के अरे उफ्रिने समस्याहरू कतिचोटि खुइलाइसकेँ नि मैले। लगभग यहाँ आएर 3-4 चोटि खुइलाइसकेँ। अब म यो कपाललाई वास्ता गर्दिनँ। खुइले नि खुइलेस्। हेलमेट खै म लाउँदिनँ त नि, त्यही बस्दा यहाँ आउँदा जरा जाँदा मात्रै त। कपाल खुइलिने समस्या धेरै छ है। कपाल उफ्लोस् नउफ्लोस्, रहोस् नरहोस् त्यो मलाई मतलबै भएन। म मतलबै गर्दैन। यो जति मतलब गऱ्यो त्यति हुने रहेछ यस्तो है। त्यही भएर यो कपाल उफ्लोस्। म ताग्लो हुँ तर पैसा कमाउनु पाऊँ। यस्तो छ यार समस्या, के गर्नु। आफ्टर 30 मिनट पछि फेरि भात खाएर केटाहरू कामतिर लाग्यो। ल त साथीहरू कसम होइन, म काम गर्ने ठाउँमा त्यहाँ भ्याक तोडमोड गरिरहेको छ होइन। यस्तो आवाज आउँछ यस्तो आउँछ, त्यही भएर म त भागिदिएको यार। यता आएर लेखिदिन्छु। म चाहिँ अघि भित्र धेरै डिस्टर्बिङ भएर यता आएर लेख्दै थिएँ, कामहरू गरेँ। अहिले लिटरल्ली कामहरू चाहिँ अब अहिले लगभग मेरो चाहिँ आधी सकिसक्यो। अब फेरि म साइडतिर जानुपर्ने हुन्छ है साथीहरू। करेन्ट गएर बिजो भयो यार। त्यो गर्मी थेटेरी मच्छर मात्रै लाग्छ यता यहाँ त। आम्मा हेर्नु त फेरि यता स्टोरमा आइरहेको छु के हेर्नु। देख्न सक्नुहुन्छ यो चाहिँ नयाँ साइटदेखि अर्को पुरानो साइटमा पनि सिफ्ट हुन सकिन्छ यस्तरी। हेर्नु त टक्क यो चाहिँ नयाँ, यो चाहिँ पुरानो साइट बनिसकेको साइट। अनि दिस इज न्यू प्रोजेक्ट। यो चाहिँ उताल्लो बिल्डिङ र यताल्लो बिल्डिङ यो गाँसिएको ठाउँ है त। यहाँदेखि उता चाहिँ नयाँ बिल्डिङ, करेन्ट गएर पुरै झ्याप छ, त्यता करेन्ट छैन। अनि यता चाहिँ यो चाहिँ पुरानो बिल्डिङ, कार पार्किङ एरिया। यहाँदेखि चट्ट वरिपरि देख्न सक्नुहुन्छ कार पार्किङ एरियाहरू होइन। यो चाहिँ पुरानो, यता चाहिँ नयाँ साइट। यहीँबाट हामी यताउति गर्न सकिन्छ है गाइजहरू। नयाँ र पुरानो किन जोडिएको भन्दाखेरि चाहिँ पछि कार पार्किङ एरिया चाहिँ एउटै होस् भनेर। अनि यो पनि यता पनि पार्किङ नै हुन्छ नि त। यो सबै यो क्लियर गरेपछि अनि यताको त यो भइगयो पार्किङ होइन। अनि दुईवटा बिल्डिङको मुनि एउटै पार्किङ भएपछि त सजिलो। सो त्यही भएर जोडिएको यो पार्किङ हो, बिल्डिङ चाहिँ जोडिएको। यहाँ धमाधम काम चलिरहेछ। यताबाट बाटो ब्लक भएर म चाहिँ यताबाट जाँदैछु है त साथीहरू। यहाँ पनि लास्टै बाटो खराब रहेछ कि। उतापट्टि ब्लक। ओहो यहाँ त गन कसरी छिर्ने, सबै क्रस पिस रहेछ। अझै पनि करेन्ट आएको छैन जस्तो लाग्दैछ मलाई। जहाँसम्म त्यो हाम्रो स्टोरमा चाहिँ अघि नै गएको थियो नि त। अप्ठ्यारो छ बाटो, अन्धकार छ भित्र। उताबाट बाटो बन्दै छ कि त्यही भएर करेन्ट हानिरहेछ। ओह यस्तो कालो छ नि, स्टोरमा छैनन् मान्छे त देखिँदैन। अब करेन्टै छैन, अब यहाँभित्र के बस्ने। यस्तो छ हालत दाजुभाइहरू। हेर्नु त के गर्नु, समस्या छ समस्या। ल है दर्शकबिनहरू, यहाँ त खोलाबाडी आयो है। फेरि डुबान लाग्यो। कस्तो छ कि
पानी यति डेन्जर परिरहेछ, पानी यति डेन्जर परिरहेछ होइन। यो फ्लोर अनि तल अझै मुनिको फ्लोर त पुरै डुब्ने भयो क्या। ओहे मासला चिप्लो रहेछ नि त पानीको। हेर्नु न पानी कत्रो आइरहेको छ त्यहाँबाट, बाफ्रे। ओ भाइ साहब पुरा का पुरा डुब गया रे। म त पौडी खेल्नु मन लाग्यो त, कस्तो डुबान लाग्यो हेर्नु त गाइजहरू, बाफ्रे बाफ। हेर्नु न त्यो पानी कत्रो आइरहेछ, लिटरली यो तला र तल त अब पुरा भरिन्छ के, यस्तो पानी आइरहेछ, कस्तो खतरा पानी आइरहेछ क्या यहाँ। हेर्नु है, म तपाईँहरूलाई बारिस देखाउँछु। मलेसियामा पनि बर्खा लाग्यो नेपाल जस्तै, हिउँद बर्खा भनेर के छुटिनु त छुटिँदैन, तर पनि कस्तो छ क्या हेर्दै पानी। यहाँ रोडमा त पुरा बगिरहेछ क्या, बाफ्रे। हेर्नु न पानी परेर कस्तो छ, हावाहुरी पनि चलिरहेछ होइन। यहाँतिर अलिकति नबसौँ, माथिबाट सामानहरू उडाएर लिएर झरेर लाग्न पनि सक्छ, त्यही भएर म धेरै बस्दिनँ। तर हेर्नु न गाइस, त्यहाँ त पुरै आकाश कस्तो कराइरहेछ क्या गाइसहरू, हेर्नु त। तर यहाँ चाहिँ हेर्नु न, भोलि अब भोलि त छुट्टी छ होइन। पर्सिपल्ट त बाफ्रे यहाँ त कसरी आउने हामी है। यो तल र तल्लो तल त यति पानीले भरिन्छ नि अब, बाफ्रे बाफ। झरना छ है हाम्रो चाहिँ पार्किङभित्र पनि। तपाईँहरू यदि स्विमिङ गर्न चाहनुहुन्छ भने आउनु होला यतै, वाटरफल पनि छ त्यहाँ। सो फाइनली साथीहरू, म चाहिँ छु वाटरफल यानि कि झरनामा। यहाँ छ समुद्रको लहरा देख्न सक्नुहुन्छ, रिभर। यहाँ पानी आउनुको समस्या चाहिँ के छ भने होइन साथीहरू, यो चाहिँ अन्डरग्राउन्ड पुट हो नि त। यहाँ माथि छ होइन, यहाँदेखि मुनि त यो जमिनको सतहभन्दा यहाँ त तल अन्डरग्राउन्डमा छौँ नि त हामी। यहाँदेखि अझै तल पनि छ नि त फ्लोरहरू, त्यही भएर यता माथिको यो जति पनि जमिनको पानीहरू चाहिँ उता बगेन भने यतैतिर आउँछ नि त। त्यही भएर यहाँ चाहिँ डुबान लागिरहेछ है त। यहाँदेखि तल्लो फ्लोर झन् हालत कस्तो होला है। अब जति पनि यो पानी यस्तो मुसलधारे पानी आइरहेछ, पानी नउग्रिन्जेलसम्म त यो बिल्डिङ सबै, यो बिल्डिङ भरेको पानी यहीँ आउने हो सर। पर्सिपल्ट कसरी हिँड्ने यहाँ, कोही त पानी जहाज लिएर आउनु पर्ला जस्तो छ त यहाँ त। पानी यस्तो खतरा परेर बल्ल रोकियो, र पनि अझै सिमसिम पानी त आइरहेछ। पानी उब्रिसकेको अवस्था छ अनि मौसम पनि त्यस्तै धुम्मिने रहेछ। पानी सिमसिम त झरी हानिरहेछ नि। अनि दिस इज माई गोल्डेन नथुनी। गोल्डेन त नभनौँ, यो त कस्तो छ, चाँदीको ढुङ्ग्री। देखो मेरो चाँदीको ढुङ्ग्री कैसे इधर। ल गाइजहरू, आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। यदि च्यानल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला। यदि पुरानो हुनुहुन्छ भने आफ्नो कमेन्टमा प्रतिक्रिया पनि पक्कै पनि छोड्नु होला। दिस इज माई नथुनी। सो आजको भिडियो यति नै भन्नुपर्छ। अर्को नेक्स्ट ब्लग भोलि चाँडोभन्दा पनि चाँडो लिएर आउने कोसिस गर्नेछु। मेरो डेली ब्लग स्टार्ट भइसकेको छ। माया देखाइदिनु होला, साथ सपोर्ट दिनु होला। थ्याङ्क यू सो मच। थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। जय नेपाल।